कि हाथ से जन्नत की चाबी छूट जाएगी। हाथ से जन्नत की चाबी छूट जाएगी। हाँ, याद रखो सीनू कि हाथ से जन्नत की चाबी छूट जाएगी अगर एक पल के लिए भी माँ तुमसे रूठ जाएगी। वाह 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 वाह। हाँ, वेलकम बैक टू बिमल सर जी यूट्यूब चैनल। दिस इज क्वेश्चन नंबर 7G, एक्सरसाइज 7.3, मैट्रिसेस चैप्टर, वेदांत एक्सेल इन ऑप्शनल मैथमेटिक्स क्लास 10 र क्लास 10 को फंक्शन्स, पोलिनोमियल्स, ट्रिगोनोमेट्री र भेक्टर च्याप्टर चारवटा कम्प्लिटली पुरा भइसकेको छ र यो म्याट्रिक्स च्याप्टर अब है यो कम्प्लिट गरेर अरू च्याप्टर जति पनि छुटेको छ सबैलाई एक एक गरी म पुरा गर्नेछु र क्लास 9 को सबै किताबकै सल्युसन्स यो युट्युब च्यानलको प्लेलिस्टमा चेक गर्नुहोला। www.bimalsarji.blogspot.com यो क्रोम या ओपेरामा भिजिट गरेर तपाईले सर्च बारमा INDEX इन्डेक्स टाइप गरेर पनि पुरै क्लास 9 को सल्युसन्स हेर्न सक्नुहुनेछ। युट्युबको भिडियो यदि ब्लर छ स्पष्ट छैन भने 720 पिक्सल हेर्नुहोला र नयाँ सब्स्क्राइबरहरू तपाईहरुलाई यो युट्युब च्यानल यदि राम्रो लाग्छ भने र सपोर्ट गर्न चाहनुहुन्छ भने अवश्य है कमेन्ट गर्नुहोला कि यो युट्युब च्यानलको बारेमा तपाईले कसरी जानकारी पाउनुभयो। युट्युबको सर्ट भिडियोबाट कि फेसबुकबाट कि इन्स्टाग्राम कि टिकटकबाट या साथीबाट थाहा पाउनुभयो। अवश्य भन्नुहोला आफ्नो स्कुलको नाम कुन ठाउँमा बस्नुहुन्छ कुन जिल्लामा एकचोटि कमेन्ट गरिदिनु होला है। तपाईहरुको कमेन्टमा सधैँ पढ्छु र धेरै खुसी लाग्छ कि 77 वटै जिल्लाको विद्यार्थीहरूले कमेन्ट गर्छन् र तपाईहरुलाई अरु कुन है टपिकमा गाह्रो लाग्छ मलाई भाइ कमेन्ट गर्नुहोला म त्यसमा डिटेल भिडियो बनाइदिन्छु। र धेरैले कमेन्ट गर्छन् यो च्याप्टर त्यो च्याप्टर एक एक गरी सबै म गर्नेछु है। अब सबैको कमेन्ट अनुसारले भिडियो बनाउन थाल्यो भने त गाह्रो हुन्छ नि है। बुक कम्प्लिट गर्नु छ म कम्प्लिट गर्छु ल। एक एक गरी सबै सल्युसन्स पुरा हुनेछ। हाम्रो क्वेशन यहाँ के छ भने तपाईहरुले यो पनि है भिडियोलाई पज गरेर यो बिमल सर सर्ट स्पीच भनेर सर्च गर्नुहोला। यसमा 294,000 भ्यूज अर्थात 3 लाख भ्यूज छ र बाँकी जति पनि हेर्नुहुन्छ टाइप गरेर है सर्च गरेर हेर्नुहोला। युजफुल छन् क्लास 9 10 सम्मको विद्यार्थीहरुको लागि। यहाँ हाम्रो 7 नम्बरको जी नम्बरमा सल्युसन हियर 7 को जी मा के छ 2x minus 3y is equal to 1 and 4y plus 3x 4y plus 3x is equal to 10 यसलाई अब है लेख्नुस् राइटिङ the given equation in matrix form यसलाई म्याट्रिक्स फर्ममा लेख्ने ल। त म्याट्रिक्स फर्ममा लेख्नको लागि तपाईले यो x लाई पहिला x को कोएफिसिएन्ट यहाँ 2 छ त 2 लेख्नुस् अनि यहाँ y को कोएफिसिएन्ट -3 छ -3 लेख्नुस् अनि यहाँ ध्यान दिएर हेर्नुस् है विद्यार्थीले यही है गल्ती गर्छन् धेरैले है मिस्टेक भइहाल्छन्। यहाँ हाम्रो x यतातिर छ है त यो x को कोएफिसिएन्ट 3 छ त 3 लेख्नुस् यहाँ त 3 लेख्नुस् र y को कोएफिसिएन्ट 4 छ यतातिर 4 लेख्नुस् है हतारमा यो 4 यसलाई अनि यहाँ 3 लेख्नु भने मिस्टेक हुन्छ आन्सर। अनि यतातिर x र y लेखिदिनुस् अनि इज इक्वल टु यो 1 र यो 10 1 10 ल। अब त्यसपछि हामीले यहाँ लेख्ने हो और यसलाई क्यापिटल A यसलाई क्यापिटल X इज इक्वल टु यो c मानिदिनुस् इक्वेसन 1 वेयर A इज इक्वल टु A भनेको 2 -3 अनि यो 3 र 4 x भनेको x इज इक्वल टु सिनु मच्छर काट्छ बेटा जा ओए मम्मीले खेलाको जा पढाको जा बेगला को पढाको जा मम्मीले जा मच्छर काट्छ नै पढ बा पापा ट्युसन पढ्ले 110 है। अब यति भइसकेपछि यहाँ है यो सबै लेखिसकेपछि अब यसको डिटरमिनेन्ट निकाल्नुस्। A डिटरमिनेन्ट इज इक्वल टु
2 minus 3 3 4 is equal to 2 4 जा 8 अनि माइनस यो 3 3 जा 9 छ है त माइनस 9 इज इक्वल टू माइनस माइनस प्लस 9 हुन्छ ल 8 प्लस 9 भनेको 17 which is not equal to 0. अब since a determinant is not equal to 0 यहाँ 0 आएन a इन्भर्स एक्जिस्ट गर्छ a इन्भर्स के गर्छ एक्जिस्ट गर्छ a इन्भर्स एक्जिस्ट गर्छ भने अब तपाईलाई a इन्भर्स एक्जिस्ट गर्छ भने के गर्नुपर्छ भने a इन्भर्स निकालिहाल्नुस् ल र a इन्भर्स एक्जिस्ट गर्छ यसको मतलब के हो त यहाँ थप्न सक्नुहुन्छ एन्ड द गिवन इक्वेशन्स हैव यूनिक सल्युशन्स भाइ डाइरेक्ट यहाँ a इन्भर्स निकाल्नुस् a इन्भर्स इज इक्वल टू फर्मुला छ 1 by a डिटर्मिनेन्ट इन्टु एडजॉइन्ट a 1 by a डिटर्मिनेन्ट भनेको हाम्रो के छ a डिटर्मिनेन्ट भनेको छ 17 अनि एडजॉइन्ट a के छ एडजॉइन्ट a भनेको हाम्रो यो मैट्रिक्स को यसलाई चेन्ज गर्नुस् 2 लाई तल 4 लाई माथि 4 यतातिर 2 अनि यो -3 लाई +3 लेख्नुस् र यो +3 लाई -3 लेख्दिनुस् यसपछि नाउ फ्रम इक्वेसन 1 नाउ फ्रम इक्वेसन 1 यो इक्वेसन 1 बाट x इज इक्वल टू यो c अनि यो तल यता डिभाइड मा आउँछ c डिभाइड a c डिभाइड a लाई तपाईले a इन्भर्स किन यो माथि गयो भने पावर है माइनस मैले यो है यतातिर भनेको थिए प्रत्यक्षली भन्दा अल्छीपन लाग्छ ल x इज इक्वल टू यो हुन्छ c by a अनि यो a भनेको पावर है केही छैन पावर भने +1 पावर हुन्छ र जब माथि जान्छ नि तब a को पावर -1 हुन्छ र बाँकी c जस्ताको त्यस्तै ल a इन्भर्स c इज इक्वल टू a इन्भर्स को भ्यालु छ यहाँ 1 by 17 अनि यो 4 3 -3 2 अनि यो c को भ्यालु हाम्रो छ यहाँ 110 अब हामीले इज इक्वल टू यो 1 by 17 लाई जस्ताको त्यस्तै यो रोलाई योसँग मल्टिप्लाई गर्नुस् 4 1 जा 4 अब प्लस 3 10 जा 30 यो रोलाई यो कलमसँग -3 into 1 -3 अब प्लस 2 10 जा 20 1 by 17 यो 30 plus 4 34 र 20 - 3 भने कति हुन्छ प्लस 17 ल अनि तपाईले यो 17 डिभाइड गर्नु भने 2 आउँछ यहाँ 17 ले 7 डिभाइड गर्दा 1 आउँछ त 2,1 आन्सर छ किताबमा त्यति नै आन्सर किताबमा दिएको छ ल यतातिर देखिएन है यहाँसम्म त देखिएन यदि छुटेको पार्टलाई ल अडियोको मद्दतले लेख्नु होला मैले यहाँ के गरेको छु भने यो यसको इन्भर्सको भ्यालु यहाँबाट र यो c को भ्यालु मैले यहाँबाट मैले लेखेको छु र त्यसपछि यो जस्ताको त्यस्तै यो रोलाई यो कलमसँग मल्टिप्लाई गरेको यो रोलाई यो कलमसँग मल्टिप्लाई गरेको होला अनि अब यहाँ तपाईले लेख्न सक्नुहुन्छ दैट इज है यो x भनेको त xy छ xy को भ्यालु के आयो यो 2 1 आयो therefore x is equal to 2 y is equal to 1 है और तपाईले यहाँ 2,1 लेख्न सक्नुहुन्छ 2,1 चाहिँ आन्सर ल त एउटा भयो g नम्बर अब h नम्बर 8 को हैन 7 को h नम्बर सल्युसन हेयर के दिएको छ यहाँ h नम्बरमा 4x - 3y 4x - 3y is equal to 11 and 4x - 3y अनि यहाँ के छ हेर्नुस् त यसलाई म पल्टाएर लेख्दियो यसलाई म 3x - y यतातिर आउनु +y हुन्छ ल 3x है यसलाई म लेख्दिन्छु ल 3x यो -y यतातिर आयो भने के हुन्छ
ए प्लस वाई हुन्छ ल प्लस वाई इज इक्वल टु यो 5 त यतितिर छ त 5 यतितिर हुन्छ ल क्वेसन हेर्दै हुनुहुन्छ नि 5 लाई साइडमा चेन्ज गरिन ल यस्तो 3x plus y is equal to 5 अब writing the given equations writing the given equation in matrix form डाइरेक्टली यदि यस्तो लेखिदिनु भयो भने अलिकति कन्फ्युजन हुन्छ कि यो क्वेसन चाहिँ दिएको छ यसलाई तपाईले बरु एक स्टेप हैन यहाँ गर्दिनु होला एक स्टेप यही यो जुन क्वेसन छ नि यहाँ के दिएको छ किताबमा 3x = 5 - y दिएको छ नि यस्तो लेखेर और मा लेखेर है और मा लेखेर यो गर्दिनुस् 3x + y = 5 ल यस्तो क्वेसन छ भनेर ल अब writing the given equation in matrix form मा लेख्नु छ भने तपाईले यो x को कोएफिसिएन्ट +4 यो y को कोएफिसिएन्ट -3 यो x को कोएफिसिएन्ट यतिर +3 छ यो y को कोएफिसिएन्ट के छ +1 छ अनि यतातिर xy लेख्नुस् = यो 11 अनि यो 5 ओके यति कुरा स्पष्ट भयो स्ट्यान्ड के हो और यो सबैलाई a यसलाई x = यसलाई c लेख्दिनुस् इक्वेसन 1 where a को भ्यालु यहाँ छ 4 -3 3 1 x = छ यहाँ xy c = 11 5 11 5 है यहाँबाट अब तपाईले a डिटरमिनेन्ट निकाल्दिनुस् ल a डिटरमिनेन्ट म यतातिर निकाल्छु a determinant is equal to a determinant हाम्रो यहाँ a छ है 4 छ -3 र 3 1 छ है is equal to 4 1 जा 4 अनि -3 3 जा 9 त -9 हुन्छ ल माइनस +9 अनि यो 4 त कति हुन्छ 13 +13 भयो है which is not equal to 0 4 1 जा 4 अनि 3 जा 9 +9 9 4 13 ल ठिकै छ which is not equal to 0 since a determinant is not equal to 0 है a inverse exist गर्छ exist and the given equations have unique solutions भनेर लेख्नुस् अनि यहाँ हामीले अब के गर्ने हो a inverse exist गर्छ भने a inverse निकाल्दिनुस् a inverse = 1/a determinant into adjoint a अनि यहाँ 1/a determinant छ यहाँ a determinant भनेको हाम्रो 13 छ यहाँ त 13 लेख्दिनुस् र adjoint a भनेको adjoint a छ भने नि यो म्याट्रिक्स यतातिर सेमै छ यसमा यो दिएको छ म्याट्रिक्स यस्तो म्याट्रिक्सलाई के गर्नुपर्छ नि यसलाई इन्टरचेन्ज गर्नुपर्छ ल यसलाई इन्टरचेन्ज 4 लाई तल 1 लाई माथि 1 लाई यता माथि 4 लाई तल अनि यो -3 छ भने +3 लेख्नु पर्छ र +3 छ भने -3 लेख्नु पर्छ एडजॉइन्ट भनेको यो ल अब हाम्रो a इन्भर्स निक्लिसक्यो अब from equation 1 1 इक्वेसन बाट हामीले लेख्न पाउँछौ है यतातिर है यो इक्वेसन 1 मा यतातिर के छ ax = c छ नि त x = हामीले c/a लाई हामीले a इन्भर्स c लेख्न पाउँछौ ल अनि यो a इन्भर्स भनेको 1/ यो यदि बुझ्नु भएन भने अगाडिको स्टार्टिङको भिडियोमा हेर्नु ल मैले एक्सप्लेन गरेको छु अनि a इन्भर्स भनेको यो के छ 1 3 -3 4
अनि यतापट्टिको क्यामेरामा आइरहेछ छैन। यतापट्टि यो सी छ त सी को भ्यालु है हाम्रो उतातिर हेर्नुभयो भने सी को भ्यालु यो छ 11 र 5 र 11 5 छ सी मा ल 11 5 छ। अनि इज इक्वल टु 1/13 जस्ताको त्यस्तै यो रोलाई यो कलमसँग मल्टिप्लाई गर्ने 1 * 11 11 प्लस 3 5 जा 15 यो रोलाई यो कलमसँग त -3 * 11 -33 -33 प्लस 5 4 20 1/13 10 20 26 यसलाई घटाउनु भयो भने 13 आउँछ ल त यो -13 आउँछ ल यतातिर -13 किनभने ठुलो छ माइनस वाला। यसलाई यदि तपाईले 26 लाई 13 डिभाइड गर्नु +2 र 13 -13 लाई 13 डिभाइड गर्नु -1 आउँछ। आन्सर हाम्रो टेस्ट नम्बरको 7 को एच किताबमा 2 - 1 नै दिएको छ ल। ठिकै छ हाम्रो आन्सर निस्किसक्यो। अब यसलाई तपाईले मिलाएर लेखिदिनुस्। दैट इज यो x भनेको त है x र y हैन त इज इक्वल टु यो 2 र -1 आयो देयरफोर x इज इक्वल टु 2 आकामा y इज इक्वल टु -1 भयो ल। यति लेखिदिनुस्। x y को भ्यालु भनेको चाहिँ निकाल्नलाई हेडिङमा सल्भ द फलोइङ सिस्टम लिनेको छ म्याट्रिक्स मेथड ल। अब एउटा अझै नम्बर बाँकी छ के हो क्यामेराको त यो अब 7 को एच पछि आई नम्बर 7 को आई नम्बर सल्युसन हामीले यहाँ सल्युसनमा हियर के छ आई नम्बरमा यहाँ आई नम्बरमा हेर्दैछ है के छ x इज इक्वल टु छ त म पहिला जस्ता त्यसै लेख्छु ल x इज इक्वल टु हाम्रो के छ x इज इक्वल टु 2y - 1 छ है। यसलाई तपाईले यदि और ल यसलाई और लेखिदिन्छु x 2y यतातिर लेख्नु भने के हुन्छ 2y इज यता लेख्नु भने -2y हुन्छ है। अनि यो -1 यतातिर लेख्दिनुस् ल -1 यो जस्ताको त्यस्तै। अनि अर्को हाम्रो एन्ड अर्को के दिएको छ 2x इज इक्वल टु यति छ त x - 2y -1 ठिकै छ। अब यो ल y इज इक्वल टु x छ y इज इक्वल टु 2x छ। तपाईले यसलाई के गर्न सक्नुहुन्छ नि यसलाई यतातिर राख्दिनुस् 2x अनि यो y लाई यतातिर ल्याइदिए है तपाईले लिनु भयो भने -y हुन्छ अनि इज इक्वल यतातिर के पनि छैन 0 लेख्दिनुस् यतातिर। चाहे तपाई यसलाई -2x यहाँ लेख्दिनुस् अनि +y लेख्दिनुस् यता 0 लेख्दिनुस् फरक पर्दैन ल। दुवैबाट सेम आन्सर हुन्छ। अब writing the given equation in matrix form मा लेख्दाखेरि के गर्ने हो त यो इक्वेसनबाट x को कोएफिसिएन्ट +1 छ y को कोएफिसिएन्ट -2 छ यतातिर x को कोएफिसिएन्ट +2 छ y को कोएफिसिएन्ट -1 छ अनि यतातिर के लेख्ने xy लेख्दिने। अनि अब हाम्रो यतातिर के छ -1 अनि यो 0 छ। अब यसलाई के गर्ने भने और यो a यो x इज इक्वल टु यो c इक्वेसन 1 where a इज इक्वल टु यो a भनेको 1 - 2 2 - 1 है। अनि x इज इक्वल टु हाम्रो यहाँबाट लेख्न सक्नुहुन्छ यो x, y र c को ठाउँमा हामीले -1 र 0 लेख्दिनुस् ल। यसपछि अब हामीले a डिटर्मिनेन्ट निकाल्नु पर्छ। a को डिटर्मिनेन्ट भनेको यो 1 - 2 2 - 1। अब तपाईले 1 * -1 त -1 छ अनि माइनस है
यो 2 2 जा 4 -4 आयो ब्राकेट -4 लेखिदिनुहोस्। त यो -1 अनि -+4 भयो। यसको मतलब के हो 4 बाट 1 घट्यो भने +3 भयो। which is not equal to 0 ल +3 देखिरहेको छ इज नट इक्वल टु 0 छ ल इज इक्वल टु लिएर काटिदिनुहोस् ल। अब हाम्रो यहाँ सिन्स ए डिटर्मिनेन्ट इज नट इक्वल टु 0 ए इन्भर्स एक्जिस्ट गर्छ। ए इन्भर्स के गर्छ एक्जिस्ट गर्छ। ए इन्भर्स एक्जिस्ट गर्छ। अब ए इन्भर्स एक्जिस्ट गर्छ ए इन्भर्स निकालिदिनुहोस् यहाँ। ए इन्भर्स इज इक्वल टु 1 बाई ए डिटर्मिनेन्ट इन्टु एडजॉइन्ट ए। त 1 बाई ए डिटर्मिनेन्ट भनेको के छ हाम्रो +3 अनि एडजॉइन्ट ए भनेको यो म्याट्रिक्सको यो 1 लाई तल योलाई माथि लेखिदिनुहोस्। त -1 र 1 -1 माथि गयो र 1 यहाँ लेखिदिने र एस र त्यसपछि यो माइनस माथि गयो ल। अनि यसको साइन चेन्ज गर्नुहोस् -2 छ भने +2 लेखिदिनुहोस् यहाँ र +2 छ भने -2 लेखिदिनुहोस् यहाँ। अब हामीले के गर्ने यहाँ ए इन्भर्स हाम्रो आइसकेको छ इन्भर्स आइसकेको छ ल। अब हामीले फ्रम इक्वेसन है नाउ फ्रम इक्वेसन 1 यतापट्टि लेख्छु ल। फ्रम इक्वेसन 1 ल 1 इक्वेसनमा के थियो हाम्रो उतातिर है उतातिर हाम्रो यस्तो थियो ax इज इक्वल टु c थियो हैन। त इक्वेसन यो इक्वेसन 1 बाट हामीले हैन यो इक्वेसन 1 उतापट्टि पल्टाएर हेर्नु ल। x इज इक्वल टु यहाँबाट हामीले x इज इक्वल टु लेख्न पाउँछौँ यो यतातिर डिभाइडमा छ c बाई a। त c बाई a लाई हामीले a इन्भर्स c लेख्न पाउँछौँ ल। अनि इज इक्वल टु हाम्रो a इन्भर्सको भ्यालु कति छ यहाँ कति छ a इन्भर्सको 1/3 अनि त्यसपछि म हेरेर सारिरहेको छु ल यतातिर -1 -2 छ यतातिर 2 1 छ 2 र 1 छ है। अनि c को भ्यालु हाम्रो यहाँबाट हेर्दा नि हुन्छ नभए यहाँबाट हेर्छु c को भ्यालु हाम्रो यतातिर है -1 र 0 छ -1 0 -1 र 0 यसलाई अब तपाईले 1/3 लाई जस्ताको त्यस्तै यो रोलाई कलमसँग मल्टिप्लाई गर्नुहोस् -1 इन्टु 1 -1 भनेको -1 +1 है +2 इन्टु 0 0 अनि माइनस यो रोलाई योसँग त -2 इन्टु -1 +2 +1 इन्टु 0 0 यो लाम खुट्टेला त हो हरान पार्दियो ल। यो 1/3 जस्ताको त्यस्तै यो 1 + 1 अनि यो 2 + 0 2 यसलाई तपाईले के लेख्न सक्नुहुन्छ भने यसलाई 1 लाई 3 ले डिभाइड गर्नु 1/3 है यो 1/3 भयो अनि 2 लाई 3 ले डिभाइड गर्नु 2/3 किताबमा कति छ 1/3 र 2/3 आई नम्बर जी चाहे आई नम्बरको आन्सर किताबमा त्यही दिएको छ ल। अब तपाईले लेख्न सक्नुहुन्छ दैट इज यो x को ठाउँमा x, y इज इक्वल टु यो 1/3 2/3 त देयरफोर x इज इक्वल टु 1/3 र y इज इक्वल टु 2/3 है। और कमा दिएर तपाईले है योलाई 1/3 कमा 2/3 पनि लेख्न सक्नुहुन्छ 1/3 2/3 ल। त तीनटा यसमा गरे तीनटाको भिडियो बनाइरहेको छु किनभने एउटा भिडियो लामो भयो भने फेरि तपाईहरु भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ है कुन जिल्लाबाट कुन स्कुलमा बिलोङ गर्नुहुन्छ नयाँ सब्स्क्राइबरले कमेन्ट अवश्य गरिदिनुस् ल आफ्नो इन्ट्रोडक्सन दिने गर्नुस् र भिडियोलाई सुरुदेखि अन्तसम्म हेर्नुहुन्छ भने है पक्कै पनि यो कुरा भन्नुस् कि यो युट्युब च्यानल तपाईलाई कतिको हेल्पफुल छ कति तपाईले के कुराहरुमा हेल्प भइरहेको छ है त्यसको लागि हैन कमेन्ट अवश्य गरिदिनु होला कि युट्युब च्यानलको जानकारी तपाईले कसरी पाउनु भयो युट्युबको सर्ट भिडियोबाट कि फेसबुकबाट इन्स्टाग्रामबाट कि टिकटकबाट या कि साथीले तपाईलाई भन्नु होला के न के छोटो मिठो भनिदिनु होला ल। राधे राधे जय श्री कृष्ण बम बम बोली हर हर महादेव ओम नमः शिवाय।